लाग्यो एउटा चाहिँ लाग्यो है त्यहाँ एउटा पर्दा हेर्दामा त्यही गङ्गडाले खाइसकेको चाहिँ एउटा लाग्यो है हजुरहरूलाई स्वागत छ मेरो नयाँ र फर्स्ट लङ भिडियोमा आज चाहिँ हामी चाहिँ माछा मार्न आएको छौँ यहाँ काठी खोलामा चाहिँ बिहान भाइले पनि थापेको रहेछ जाल हामीले आएर थापेर गइसकेपछि चाहिँ फेरि आएर पनि थापेको रहेछ हामी आइसकेपछि हाम्रो ठाउँमा पनि थापेको रहेछ दुईटा तिनवटा तयारी दायाँ भएको छ एउटा त भाइले झिकिसकेको थियो एउटा चाहिँ यहाँ परेको छ एउटा माछा चाहिँ साथ ला मलाई हेर त्यहाँ माछा परेर हाट जानु त माछा परेर हाटेको त्यहाँ उ त्यसमा ओए बरो लाग्यो है लाग्यो एउटा चाहिँ लाग्यो है मन्डे खिच्दिनु न थापेको छ कि एकछिन रोक नजाउँ रोक बसेको जाम्ला भ्यागु त हालिदिनु त होला भ्यागु त अरूले बाबा हान्थ्यो होला है What? अरूले बाबा हान्थ्यो होला है एउटा पर्दा हेर्दामा त्यही गङ्गडाले खाइसकेको चाहिँ नै माछा त एउटा नि त्यही त यसमा त छैन होला छैन होला क्या यसमा त यो पनि अनसक्सेसफुल खाली भयो लाग्यो अब कस्तो यत्रो नपरेको छ परो है परो रहेछ यार भन्ने यार अन्त कहाँ उता नि हालेको है बाबु यहाँ परिचय जस्तो लाग्यो मलाई तर होइन
हो का हो कत्ले परेछ कत्ले असला असला कत्ले हो बुला त्यो कस्तो छर्के बनाएको छ र सरी दुईटा खान क्या दुईटा खान ल ल ल ल त्यसमा दुईटा यसमा एउटी कत्ले कसो लाने नि यो असला ल ल ल ल ल केटा हो ढुङ्गा टाइम हाल्दैन न पारितिर चाहिँ उस के अरे उस नभरे चाहिँ एउटा नि मिस भएको छैन अहिलेसम्म बाबा माछो बिहान बिहान आएर नि होइन त्यो कहीँ झ्याम झ्याम परेको बल्ल आएको साह्रो हुन्छ यार चेपिसकेको ल पर यति हो थापेको यति थापेको आउनु देखाउनु त ल हल्का फुल्का धेरै त परेन माछा ठिक्क ठिक्क पर्यो ल आधा केजी जति होला धेरै त परेन यी घोडाहरू पनि रेडी छ है अब चाहिँ लाग्न लागेको खोला यतातिर छ है ल त लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद हजुरहरूलाई लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला यस्तै यस्तै भिडियो लिएर म फेरि पनि आउनेछु अलि धेरै नै मार्नेछु हिजो चाहिँ अलि छिटो आयो के अरे अलि ढिलो आइयो रात परेर भाइले चाहिँ अलिकति ढिलो भयो भनेर चाहिँ हतार धेरै थाप्न नै पाइएन थोरै थाप्यो त्यस्तै नै हो खासै धेरै त परेन थ्याङ्क यू फर वाचिङ